मनसवन्दित सुन्दरि माधवी चन्द्र सहोदरि हेममयी मुनिगणवन्दित मोक्षप्रदायिनि मञ्जुळवासिनि वेदनुते पङ्कजवासिनि एकैछिन आए है लो है क्या लो जहिले पनि झगडा के यस्तो बिचारा यो अनि हजुर के सास एउटा घर या धान भने कामै त्यस्तै छ त कामै गर्न जान्दिन के गरौ त उठ यस्तै छ यसको पानी नै गतिलो छैन आउने अधिकार छैन जानु त्यो मान्छे पागल रहेछ महिला यो घरको यार झगडा जहिले छ झगडा यार घरमा नसक्ने भयो मैले छैन हो भन्छ लाउसले पानी ल्याएर कान्छी न हस्पिटल जान्छ लिएर आउँछ किन कान्छी जान्छ पानी हजुरसँग गयो हुँदैन र आमा तिमीलाई के थाहा छ हस्पिटलको बारेमा जाऊ ठुलो पानी लिएर आऊ हेर्नु पर्दैन जाऊ सुरु पानी लिएर आऊ मैले यो घरमा फेरि कान्छी न हस्पिटल जाऊ मोटर मात्र खानु बताएको एकछिन त्यस लाग्छ मलाई अरे यो कस्तो होला यो नमस्ते यो घरमा यस्तै हो हेर्नुहोस् यो ठुली गएको मभन्दा पहिला होइन र पानी दिन गएको खोइ छैन यस्तो कुरा काटेर बस्यो नि कता हो के हो अब यसले गर्दाखेरि घर भडाएर खतमै गराइसक्यो हेर्नुहोस् यहाँ मात्र हेर मेरो बुहारी नि त्यस्तै छ होइन होला सानो होइन होला यस्तो त कोही पनि छैन जस्तो त त्यो कुरा चाहिँ साँच्चै हो एउटा ढङ्ग भनेको केही छैन चिया पकाऊ भन्यो खानै नमिल्ने खाना पकाऊ भन्यो खानै नमिल्ने उठेर आएको अहिले मलाई कस्तो भइरहेको छ पानी गाह्रो भएको छ आमालाई पानी ल्याइदिनु त देखियो हैरान भई बाबै मर्छु म यस्तो एउटा ढङ्ग छैन म के गरेर हे भगवान् के गर्ने होला यो घरमा यो के पसेको छ यो कहिल्यै शान्ति नहुने भइगयो हे प्रभु पानी ल्याऊ आमा पानी लगेर यो पानीमा के हालेको के परेछ यस्तो पानी यो टाढोमा छैन अरे त्यही त चिया पकाऊ भन्यो खानै नमिल्ने खाना पकाऊ भन्यो खानै नमिल्ने जपानामको नुन हाल्ला कि नुनै नहाल्ला कि जपानामको खुर्सानी हाल्ला कि यस्तो अति छ यो हे प्रभु आमा पानी म चाहिँ ब्याग राखेर आएँ पानी
पानी मिठै लागेको छैन सन्चो नभएर हो कि खोइ यो पानी नै के हो यो त्यही सन्चो नभएर होला मलाई सन्चो छैन हेर्नुहोस् अब यो घरमा सन्तोष पनि छैन बुढाबुढीलाई आराम पनि छैन काम अब यसलाई आउँथ्यो काम राम्रो आउँछ यो कान्छीलाई राम्रो काम आउँथ्यो अब उसले नटेर्ने काम गरेको त्यस्तो नभन्नु न आमा कान्छीले केही काम गर्दैन मैले त गर्छु आउँछ गरेर हुन्छ काम ढङ्गले गर्नु पर्यो त रुन मात्र जाने आएर नरो त्यस्तो नभन्नु न आमा सुतिराख्नु भएको छ बहिनी ल हेर औषधि खुवाउने टाइम भइसक्यो ठुली औषधि लिएर जाऊ म गएँ जहिले भन्नै पर्छ के जहिले भन्नै पर्छ यस्तै हो हेर्नुहोस् बहिनी अब यो घरमा यस्तै हो अब बुढाबुढीले कति के गर्न सक्नु त्यही त यस्तो चाल छ कहिल्यै छैन जता सुकाइ त्यस्तै हो दिदी के गर्ने अब यस्तो खतम छ यो घरमा अब म के गरिसक्नु हे भगवान् यो के हो यो घरमा औषधि खुवाएर आइजाऊ छिटो ए बुवा सुत्नु रहेछ बुवा उठ्नु औषधि खाने बेला भयो बुवा ए बुवा लाउनु बुवा पहिला पानी खानु पानी खान गए खानु न औषधि एकदम झगडा जस्तो गर्ने नि भएदेखि आमाले मलाई जहिले हेर्नुहुन्छ कान्छी बढ्ने मात्र माया गर्नुहुन्छ कुरा गर्ने सन्तोष बसी बसी खाने